सम्पूर्णमा नमस्ते। धेरै अस्पतालमा औषधि गरेर र धेरै पैसा खर्च गरेर पनि सन्चो नहुनु भएको धेरै क्लाइन्टहरु हामीसँग आएर हाम्रो प्रोडक्ट प्रयोग गरेर सन्चो भएको छ र सन्चो भएको केही व्यक्तिको भिडियो प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ। फिर भी मैं यह खा के मैं मजा लिनु। नमस्ते, म बसन्ती चौधरी। मेरो आमा उहाँको समस्या उहाँले भन्दै जाँदाखेरि उहाँलाई नेपाली बोल्न आएन छ। त्यसकारणले म सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनी जतिजना आम नागरिक समक्ष यो भिडियो शेयर गर्नको लागि हाम्रो एमडी सरहरू आउनु भएको छ। ऋषिकुल आयुर्वेद परामर्श केन्द्र सेफो मार्केटिङबाट उहाँहरूसँग म यति बेला यो भिडियो गर्दै जाँदाखेरि नेपाली बोल्नुपर्ने अवस्था भएकोले म हजुरहरूको माझ मेरो मम्मीको समस्या जे थियो त्यही वास्तविकता शेयर गर्न चाहन्छु र मेरै आवाजमा मेरै उसबाट मम्मीको समस्या। हाम्रो मम्मीलाई विगत म थाहा पाउँदाखेरि तब म स्कुल पढ्दाखेरि नै अलिकति समस्या थियो। डिप्रेसन, तनाव, चिन्ता, हरेक चीज धेरै सोच्ने मैले बुझ्दाखेरि र त्यो वातावरण पारिवारिक अवस्थाले थियो होला। तर हामीले त्यतिखेर ख्याल गरेनौं, मम्मीको समस्यालाई हेरेनौं। आफ्नो अब गन्तव्य, आफ्नो पढाइलाई निरन्तरता, अब आफ्नो जिम्मेवारी अलग्गै थियो। अहिले आउँदाखेरि मम्मीको यस्तो अवस्था भइदियो कि हामीले उहाँलाई केयर नगरेर, उहाँको समस्यालाई वास्ता नगरेर हाम्रो मम्मीलाई हामीले गुमाउने अवस्था थियो। हामी धेरै हस्पिटल धायौं, धेरै हस्पिटलको औषधि खाइसक्नु भएको थियो। प्यारालाइसिससम्म भइसक्यो। प्रेसरले हानेर एक ढर पुरै चल्थेन। जबकि गाडीले किचाल दियो, हात केही ठाई पाउनु भएन। हात चल्दै चल्थेन। किचेको हात कालो न कालो भएको छ तर ठाई पाउनु भएन। मलाई चोट लाग्यो कि के लाग्यो। तर आज आएर मम्मी हिँड्न सक्नुहुन्छ, आफै बारीको तरकारी खन्न सक्नुहुन्छ, खाना बनाउन सक्नुहुन्छ। अहिले घरबाट लमै नगरपालिकादेखि गढो गाउँपालिका अस्पताल छ मेरो, हिँडेर आउनुभयो। त्यो गर्वको कुरा हो। र हाम्रो मम्मीले खाइरहेको यो सेफ लाइफ कन्टिन्यू खानुभयो। कपाल थिएन, कपाल आइदियो। गर्वको कुरा हो। मलाई एकदम प्राउड फिल हुन्छ र थ्याङ्क यू सो मच भन्न चाहन्छु ऋषिकुल आयुर्वेदलाई, हटली अनि यो अष्टमङ्गल गाभ्रे जो डिप्रेसनबाट मुक्त गराउँछ, माइग्रेन समस्या। मम्मी अनि मेरो बाबा दुईटैले सेयर गरिहाल्नुहुन्छ नाकमा। बाबाले नि हाल्नुहुन्छ। बाबाले झन् यसलाई केसरी मरहमलाई भुट जादु भन्नुहुन्छ, किनकि यो 5 मिनेटमै रियाक्सन अथवा रिजल्ट दिने गर्छ। मेरो बाबा यसको नामै राखिदिनु भएको छ भुट जादु। अझ बिकाइदिनुहुन्छ यति धेरै बाबाले। यस्तो राम्रो काम गर्छ। यो पनि लगाउनुहुन्छ। अनि यो चाहिँ खाइराख्नु भएको थियो। 3वटासम्म खानुभयो। अनि यो चाहिँ फ्ल्याक्सिड हो, यो पनि खानुभयो। यो पनि खाइराख्नुभयो। अहिलेसम्म यो खाइराख्नु भएको छ। र आज मैले पैसा कमाउन सकिनँ। मेरो मन पर्ने, मलाई रुचिको क्षेत्र गायन क्षेत्र, त्यसको अलावा पनि मेरो यो सेवा गर्ने यो मेरो छिट्टै किसिमको पेसा हो, मन पर्ने पेसा हो। पैसा नकमाए पनि यतिका आमाहरू कमाउन पाए, उहाँहरूको माया पाउँछु। आउनुहुन्छ, मसँग दुखेसो पोख्नुहुन्छ र औषधिले उहाँहरूलाई धेरै रिजल्ट ल्याइदियो। मेन कुरो त म आमा पाएँ। अनि मलाई सधैँ आशीर्वाद दिनुहुन्छ। मलाई मात्रै होइन, हाम्रो सरहरूलाई। अहिले प्यारालाइसिस भएको मान्छे उठेर देखाइदिनुहोस्। अझ नाच्दिनुहुन्छ। नाच्दिनुहुन्छ भजनबाट मजाले। यस्तो प्यारालाइसिस अझै लट्ठी त घरमै छ, लुगाले लपेटेर। कुन साइड प्यारालाइसिस भएको थियो? बायाँ। थोरै अब यहीँनिर मात्रै छ। दीर्घकालीन रोगको औषधि पहिल्यैदेखि खाइराख्नुहुन्थ्यो। त्यो चाहिँ खाइराख्नु भएको छ। एलोपेथिक नडाँती भन्नुपर्दा अब त्यो चाहिँ कन्टिन्यू छ र यो पनि हाम्रो मम्मीको कन्टिन्यू छ। अनि हामीलाई खुसी लागिरहेको छ। अब हजुरहरू आइदिनु भएको छ। अनि मम्मीले उहाँहरूलाई आशीर्वाद सधैँ दिइराख्नुहुन्छ। र विगत 2060 साल नै आयुर्वेदिक जडीबुटी क्षेत्रमा प्रवेश गरेर जडीबुटीहरूको अनुभव गर्दै यो समयसम्म आइपुगेको अवस्था हो। र यसै बीचमा हाम्रो कम्पनी सेफे मार्केटिङ प्राइभेट लिमिटेड कम्पनीसँग विगत 3 वर्ष पहिला भिजिट भयो।
र उहाँहरूले निकै राम्रो प्रडक्ट सप्लिमेन्ट्री हाम्रो नेपालमा ल्याउनु भएको भन्ने खालको खबर आयो र यसलाई मैले यहाँ ल्याएर धेरैभन्दा धेरै कस्टमरहरूलाई एप्लाई गर्ने काम भयो र यसले धेरै राम्रो रिजल्ट चाहिँ दिएको छ। जस्तो औषधि जस्तै औषधि चाहिँ नभनौँ तर औषधिकै बराबरमा चाहिँ एक खालको रिजल्ट लगभग करिब 3 महिना भित्रमा यसको चाहिँ बिरामीलाई राम्रो रिजल्ट चाहिँ दिन सक्ने अवस्था चाहिँ भएको छ। कतिपय डिप्रेसन केसहरूलाई मैले सुरुमा प्रयोग गरेँ। त्यो केस चाहिँ हामीले कयौँ एङ्गलबाट कतिपय एङ्गलबाट चाहिँ हामीले ह्यान्डल गरिरहेका थियौँ। 2-3 वर्ष भइसकेको थियो। एकजना एकदमै आफ्नो छोरीको वियोगमा डिप्रेसनमा गएर निकै नभएर निकै दुःख पाइराख्नु भएको थियो। उहाँले ठाउँमा गएर निकै धेरै लाखौँ लाख पैसा खर्च गर्दाखेरि पनि उहाँको चाहिँ सल्युसन आएको अवस्था थिएन र यही कम्पनीको प्रडक्ट हामीले चाहिँ युज गराएर उहाँको करिब यो गराउँदा 3 महिनाको बिचमा उहाँको यो डिप्रेसन केसको पूर्ण रूपमा चाहिँ सल्युसन हामीले लिन सकियो। मलाई चाहिँ सन्चै छ, राम्रै छ, मलाई के भएको छ र भन्ने खालको कुराहरू हुन्छ। कोही चाहिँ समस्याहरू लिएर आएको मान्छेहरूले मलाई चाहिँ कति दिनमा निको हुन्छ कसरी भन्ने खालको कुराहरू आउँछ र अलिकति सप्लिमेन्ट्री भनेको हाम्रो चाहिँ यसलाई चाहिँ अर्को परिभाषामा भन्दाखेरि खाना चाहिँ यस्तो होस् जसले औषधिको काम गरोस्, औषधि भनेको यस्तो होस् जसले खानाको काम गरोस् भनेर चाहिँ एउटा स्लोगनको रूपमा चाहिँ हामीले भन्ने गरिएको छ र यो चाहिँ अब खानेकुरा नै भएको कारणले खाद्यपूरक वस्तु भएको कारणले गर्दाखेरि मेडिसिन अथवा चाहिँ केमिकल जन्य कुराहरूको भन्दा अलिकति बढी कस्ट त यसमा हुन्छ र त्यो कुरा हामीले चाहिँ जनमानसमा यो कुराहरू बुझाउन सक्यौँ र भने जस्तो रिजल्टको चाहिँ हामी चाहिँ ल्याउन सकेपछि ग्राहकले 1 महिना 2 महिना 3 महिना खाँदाखेरि तपाईँलाई यो रिजल्ट आउँछ भनेको अवस्थामा पनि उसले पछि राम्रो लागेर अनि आफ्ना परिवारहरूलाई पनि यत्तिकै ऊ आफैले एप्लाई गर्ने र आफूले पनि रेगुलर रूपमा चाहिँ यो त राम्रो हुँदो रहेछ, एक टाइम भए पनि मैले खान्छु भनेर चाहिँ रेगुलर प्रयोग गरेको अवस्था छ। यसमा चाहिँ भनेर चाहिँ पछि गएर चाहिँ जति पछि गयो त्यति चाहिँ राम्रो रिजल्ट ब्याकअप चाहिँ हामीले चाहिँ पाइराखेका छौँ। जस्तो सुरुमा चाहिँ अलिकति पुसअप गर्ने अवस्था भए पनि पछि गएर चाहिँ व्यवसायमा अत्यन्त सजिलो महसुस भएको छ। ग्राहकले स्वयं आफै एउटा पाइपलाइन डिमान्ड गर्ने भएको कारणले गर्दाखेरि पछिल्लो चरणमा चाहिँ सुरुको अवस्थामा भन्दा पछिल्लो चरणमा व्यवसाय गर्न एकदम सहज र सजिलो चाहिँ मैले महसुस गरिरहेको। महिलाहरूको समस्याहरू जुन चाहिँ अब लिकोरिया सेतो पानी बग्ने किसिमको जुन समस्याहरू हुन्छ यसको लागि पनि निकै राम्रो रिजल्ट अरू कतैबाट पनि यो चाहिँ यति राम्रो रिजल्ट चाहिँ हामीले भेटेको थिएन र यो कम्पनीको प्रडक्टहरू युज गर्दाखेरि सोचे भन्दा पनि धेरै राम्रो रिजल्ट चाहिँ प्राप्त भएको अवस्था हो र यसरी कतिपय नेपाली प्रडक्टहरू पनि छन्। जस्तो बटर मिल्कहरू भयो, हाम्रो हेयर स्प्रे भयो। हेयर स्प्रेकै कुरा गरौँ भने अहिले चाहिँ हामीले यसलाई खास गरेर रौँ नझर्नको लागि हाँगा पलाएकोहरूलाई अथवा टुक्रिएको अवस्थालाई चाहिँ सल्युसन दिनको लागि हामीले भनेर प्रयोग गऱ्यौँ। तर यो चाहिँ फङ्गल इन्फेक्सन भएर चाहिँ भित्र शरीरको जस्तो टाउको सेलहरू को अवस्था कमजोर भएको अवस्थामा पनि अहिले चाहिँ यो प्रयोग गर्दाखेरि त्यो फङ्गल प्रब्लमहरूलाई सल्युसन दिने काम भएको छ र चुल्ठो एकदम राम्रो भर्र पलाएर मान्छेहरू धेरै खुसी भएका छन्। जतिजनालाई हामीले युज गरायौँ 100मा 100% रिजल्ट भन्दा हुन्छ। यसमा कुनै किसिमको कम्प्रोमाइज भन्ने खालको कुराहरू नभएर हामीले लगभग ग्यारेन्टी राम्रो हुन्छ, ग्यारेन्टी चुल्ठो उम्रिन्छ भन्दा पनि हुने खालको प्रडक्ट रहेछ भनेर चाहिँ हामीले चाहिँ पछि अनुभव गऱ्यौँ। हामीलाई त्यसरी त भनिएको थिएन जो चाहिँ अब चुल्ठो नै उम्रिन्छ। र अर्को कुरा चाहिँ यो पीडान्त सिरप भनेको चाहिँ बाथ युरिक एसिडको लागि भनेर चाहिँ प्रयोग गरिएको। यो चाहिँ अरू यस्तो खालको सप्लिमेन्ट्रीहरूबाट
आर फ्याक्टर पोजिटिभको केसहरूलाई चाहिँ सल्युसन दिन सकेको अवस्था थिएन। अहिले चाहिँ यो पीडान्त सिरपले निकै नौलो आयाम चाहिँ मान्छेहरूलाई धेरै आराम दिलाएको अवस्था छ, धेरै सजिलो बनाएको अवस्था छ। युरिक एसिडको यस केसलाई चाहिँ त्यत्तिकै राम्रो कुराहरू छ। सुगर, प्रेसर, युरिक एसिड, अङ्गव्यथा सम्बन्धी लगभग सबै खालका समस्याहरूलाई राम्रो रिजल्ट दिन सक्ने प्रोडक्टहरू भएको कारणले म चाहिँ यो प्रोडक्टहरू युज गराउँदा अत्यन्त खुसी र आनन्द लाग्छ। र किन भन्दा आफूले व्यवसाय गरिसकेपछि केही आय आर्जनको लागि भनेर त हामीले व्यवसाय गरेको हो, तर त्यो आय आर्जन गर्ने विभिन्न एङ्गलहरू, विभिन्न व्यवसायहरू हुन्छन्। त्यो मध्येमा पनि आनन्द के लाग्छ भने व्यवसाय त भयो 2-3 महिनाभित्र आफूले प्रयोग गराएको ग्राहकले, कस्टमरले मलाई चाहिँ राम्रो भयो भनेर जसरी हाँसेर यसरी एउटा चाहिँ सम्बोधन गरेको देख्दा त्यो नै सबभन्दा ठुलो उपलब्धि र वास्तवमा मैले सही काम गरेको छु र एउटा कसैलाई दुखेको घाउमा मलम लगाइराखेको छु र अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको हेल्थ बिग्रेर गाह्रो भएको चाहिँ पेसेन्टहरूलाई, बिरामीहरूलाई एउटा सल्युसन दिन सकेको छु भन्ने खालको कुरा मैले चाहिँ यसरी गर्दाखेरि धेरै आनन्द, खुसी चाहिँ मलाई लागेको छ। धेरै धेरै धन्यवाद सेफे मार्केटिङ प्राइभेट लिमिटेड कम्पनीलाई। पाइल्स, कब्जियत, ग्यास्ट्रिक जस्ता समस्याबाट पीडित हुनुहुन्न? अब तपाईहरूका लागि सेफे मार्केटिङ प्रणालीले ल्याएको छ ल्यास पाउडर, एलोभेरा जुस, पी सपोर्ट क्याप्सुल। आफ्नो स्वास्थ्यलाई ध्यान दिनुहोस्। अस्वस्थ खानपानका कारण उत्पन्न हुने समस्याहरू, ग्यास्ट्रिक, पाइल्स, कब्जियत, अल्सर जस्ता समस्याहरूलाई अब जरेबाट निको पार्न आजैबाट प्रयोग गर्न थाल्नुहोस् एलोभेरा जुस, पी सपोर्ट, ल्यास पाउडर। प्राचीन कालदेखि नै प्रयोग हुँदै आएका सयौं जडीबुटीहरूको मिश्रणबाट तयार पारिएको हुनाले यसको प्रयोगले केही दिनमा नै तपाईलाई आराम दिई रोगबाट मुक्ति प्रदान गर्दछ। नमस्कार, मेरो नाम चन्द्र कुँवर, म बागलुङ गोल्डन गेट मेरो बसाइ र मेरो समस्या भनेको अलिकति यो पाठेघर सम्बन्धी जियोस्, अब मैला पानी बग्ने, ढाड कम्मरहरू बेसरी दुख्ने, अब त्यस्तो समस्या थियो। पोखरा गएर 4-5 चोटि चेकअप गरेर औषधिहरू ल्याएर खाएँ, त्यसले सन्चो भएन। त्यसपछि म ऋषिकुल आयुर्वेदको सरसँग, भिजन केसी सरसँग भेट भएँ अनि उहाँले मलाई यो स्टेम सेल अनि यो नोनिकोल यो 2टा औषधि खान सल्लाह दिनुभयो। अनि यो औषधि अनि त्यसपछि यो पिडेन्ट स्रप यो अनि यो पञ्चतुलसी यो खान सल्लाह दिनुभयो र मैले लगातार 2 महिना जति यो सेवन गरेँ। अनि मलाई यो पाठेघर सम्बन्धी समस्याहरू निको हुँदै गयो अनि यो ढाड कम्मर दुख्ने पनि सन्चो हुँदै गयो। डाक्टरले अब खासै समस्या छैन, हजुरको सन्चो हुन्छ भन्ने, अनि त्यो 2-4 दिन औषधि दिने। त्यो औषधि खाएपछि फेरि त्यस्तै समस्या भइहाल्ने। अस्पतालमा मैले 4-5 महिना जति उपचार गराएँ। त्यो खाने बेलासम्म मलाई निको हुने, फेरि उल्झिने भइरह्यो। त्यसपछि यहाँ सरसँग सल्लाह लिएर यो औषधिहरू पनि चलाएको। हजुरले यो 2-4 महिना खाएर गर्नुहोस्, यसले निको हुन्छ भन्ने सल्लाह दिनुभयो। त्यसपछि मैले यो औषधि चलाएँ अनि जियोस् अब निको पनि भयो। आफूलाई सुधार हुँदै गएपछि र अहिलेसम्म समस्याहरू अब नदेखेपछि विश्वास लाग्यो। अब यो समस्या भएको साथीहरूले कुरा राख्नु भएन, मैले भनेको छु भन्न चाहन्छु। खाँदा नि भएन मलाई, अब यस्तो उसले के हुन्छ र म जान्न भनेर गएन। 2-3 फेर म टेडिनँ बहिनीलाई। त्यहाँबाट छोरीले फेरि गाली गरी, छोरीले गाली गरेर पैसा लाग्छ भनेर होला कि तपाईँलाई पैसा तिर्न पर्दैन या त फुर्क जानुहोस् भनेर भनी गाली गरेर गएर खान थालेको। 6 महिनासम्म मैले रेगुलर बिहान बेलुकी दिउँसो टाइममा खाएँ। अहिले 2-2.5 साल भयो यो खाना छोडी छैन, कम गर्दै गराइदिन्छन् बहिनीले, कम खाँदैछु। तर मलाई छ्याङ्गै भयो, केही रोग छैन,
यति खर्च गर्दाखेरि नभएको अहिले यस्ताले यो के खाएर भयो यस्तो भनेर भन्छन् दिदीबहिनीले। मैले भन्छु अब यस्तो खायो न हुने रहेछ त के अरे, म त बाँच्नु थिइनँ, बाँचु लाजु गर्ने थिइनँ भनेर भन्छु मैले। सेफे कम्पनीको पञ्चतुलसी 1 गिलास पानीमा, सिसाको गिलासमा 1 गिलास पानीमा 2 थोपा 3 थोपा अब आफ्नो इच्छा जति गर्ने त्यो अड्कलले त्यही खान्छु बिहानमा। फेरि यो खाएपछि एकछिनपछि यो एलोभेरा खान्छु, त्यहाँ पछि एकछिनपछि फेरि यो डबल स्टेम भन्ने सेफ कम्पनीको उसको प्रचार गरेर बिकाउनको लागि होइन कि आफ्नो स्वास्थ्यको लागि हजुरहरूले पनि बुझेर पीडितले खानुहोला र आफ्नो स्वास्थ्य ठिक गराउनु होला। हस्पिटलको मात्रैले विश्वास हुने रहन्छ। अब हामी बुढाबुढी पनि भइयो, यो आयुर्वेदिकको यो पनि खानुपर्छ, खानु। नमस्कार, सकभर सकेसम्म अस्पतालको औषधि नखानुहोस्। हाम्रो यो आयुर्वेदिक प्रडक्टले चाहिँ स्वास्थ्यलाई पनि साइड इफेक्ट नगर्ने, यसले चाहिँ अलिक धेरै जस केही लामो समस्या खाएपछि यसले स्वास्थ्यको लागि एकदमै ठिक गर्छ। पीडा त धेरै नै भोगेँ नि मैले। पीडा त अब त्यो सनै नसने, म महिना 2 महिना डेली औषधि खाँदा पनि मलाई केही दिन समय औषधिले काम गरे जस्तो हुने, अनि त्यहाँपछि फेरि त्यस्तै सुरु भइहाल्ने 1-2 दिन छोड्यो भने। मलाई चाहिँ एउटा ग्यास्ट्रिकको रोग थियो पहिला सुरुमा, मेरो 24-25 वर्ष भयो। अनि म अहिलेसम्म धेरै पटकसम्म पोखरामा जाने आउने गरेँ, तर मलाई सन्चो भएन। अहिले चाहिँ 81 उसले गर्दा ग्यास्ट्रिकले गर्दा मलाई यहाँ पिठ्युमा समायो, नसामा समाउँदाखेरि मैले अहिले तुरुन्त ग्यास्ट्रिकको औषधि र नसाको औषधि चलाएपछि मैले अहिले 3 महिनासम्म खाएँ। मलाई 3 महिना खाँदाखेरि केही विषय भयो, अनि त्यसपछि फेरि म 15 दिनको औषधि थपेँ, अनि मलाई अहिले सन्चो भएछ। बहिनीले भन्नुभएको थियो कि म यहाँ पेन गर्न आउने बेलामा यहाँ डाक्टर आउनुहुन्छ, तपाईँ चाहिँ आउनु न एकचोटि चेक गर्न न दिदी भनेर भन्नुभएको थियो। अनि म आएपछि फेरि मेरो फुपूलाई चाहिँ कसले भन्दैछ अरे यहाँ डाक्टर आउनुहुन्छ अरे, चेक गर्न आउनुहोस् भनेर। अनि मलाई त तपाईँलाई भन्दा नि मलाई थाहा छ नि त, डाक्टर त मैले पहिले नै पत्ता लगाइसकेको छु, म जान्छु भनेर आएको थिएँ। अनि आएपछि चाहिँ उहाँले के भन्नुभयो, म पनि जान्छु भन्नुभयो। अनि मैले फुपूलाई पनि औषधि लिएर आएँ, मैले बुहारीलाई पनि लिएर आएँ, अरूहरूलाई पनि मैले भनेँ, तर उहाँहरूलाई पनि सन्चो भएछ त्यहीबाट। अनि मैले ग्यास्ट्रिकको लागि चाहिँ अहिले सुरुमा यो खाएँ है, यो खाएँ। अनि नसाको लागि अनि यो खाएँ मैले। अनि यो चाहिँ लगाउनको लागि मलाई गाह्रो भएको बेलामा यो नसाकोमा लागि। अनि मलाई एउटा त्यो टाउकोमा दुख्ने भएर नाकमा राख्नको लागि एउटा यो लगाएँ। अनि मलाई सास फेर्न गाह्रो हुन्थ्यो साह्रै नै। मलाई कम्तीमा बाटोमा हिँड्दाखेरि 5 मिनट 10 मिनट मलाई उभिएर हिँड्न पर्थ्यो कि सास तानेर है, रोकेर हिँड्न पर्ने थियो। अनि म यो पानीमा राखेर खान लायक 2 थोपा। अनि यो नसालेलाई चाहिँ मैले यो खाएँ, तर मलाई अहिले ठिक छ। अब यो पनि मैले यो त धेरै मैले 2टा यो 3-4वटा बोतल खाएँ मैले। एउटा यो खाएँ 4वटा, अनि अर्को चाहिँ एउटा खाएँ छुट्टै त्यो। नसाको औषधि चलाइदिइराख्नुहुन्थ्यो, मलाई केही विषय पनि भएन होइन। त्यसले गर्दाखेरि मलाई सास फेर्न पनि एकदम गाह्रो हुने, अनि यस्तो डक्कर आउला जस्तो हुने नहुने, गाँठो पर्ने घाँटीमा त्यस्तो भयो। ग्यास्ट्रिकको लागि म 23-24 वर्षै गरेँ, नसाको लागि मैले 1 वर्ष पनि बढी गरेँ। अनि अहिले 1 वर्षको उमेर हुँदाखेरि स्याहार हुन थालेको थियो। अनि म काठमाडौँमा बस्थेँ, अनि त्यहाँको प्रदूषित हावाले गर्दाखेरि मलाई स्याहार भएको थियो, अनि मलाई धेरै एलर्जीहरू भएको थियो। अनि मैले डक्टरलाई जचाउन गएँ बालमत्री हस्पिटलमा। अनि डक्टरहरूले मलाई धेरै औषधि दिनुभएको थियो। अनि त्यसपछि मैले दुध पनि खान पाएको थिएन, अनि नट्सहरू पनि खान पाएको थिएन। अनि यस्तो चनाहरू पनि खानबाट मलाई डक्टरहरूले नखाऊ भन्नुभएको थियो। इम्युन सिस्टममा पनि अलिकति असर पर्यो। अनि त्यसपछि डक्टरको मात्र औषधि खाएपछि, डक्टरको औषधि छोडेपछि चाहिँ फेरि स्याहार हुन थाल्यो। अनि यसरी मलाई सन्चो भएन। अनि त्यसपछि मामुले चाहिँ हामी बुटो लायौँ। अनि बुटो लाएपछि मामुले यसो खोज्दाखेरि चाहिँ हामीले
सेफे भेटायौँ अनि त्यसपछि यसमा चाहिँ यस्तो सप्लिमेन्टहरू हुँदो रहेछ यो नोनी अनि यो डबल स्टिम सेल खाएको थिएँ अनि यो नोनी र डबल स्टिम सेल खाँदाखेरि भर्खरै त रिजल्ट आएन होइन त्यही पनि पछि खाँदै गएपछि चाहिँ मलाई भित्र इम्युन सिस्टम पावर पनि बढ्यो मेरो अनि त्यसपछि मेरो रोग पनि सन्चो भयो अनि टाइम त लाग्यो तर धेरै टाइम लागेन अनि डक्टरको औषधि खाँदाखेरि छोड्ने बित्तिकै मलाई स्यास्या हुन्थ्यो भने यो चाहिँ मैले खाइराख्दाखेरि पनि अनि बिचमा एकछिन छोड्यो भने पनि मलाई केही हुँदैन थियो अनि त्यसपछि यो खाँदै गएपछि अहिले चाहिँ मेरो हेल्थ एकदम राम्रो भएको छ अनि मैले पहिला इनहेलर डेली युज गर्नु पर्थ्यो राति इनहेलर नलिएर सुत्यो भने मलाई निन्द्रै लाग्दैन थियो मलाई सास फेर्न गाह्रो हुन्थ्यो भने अहिले चाहिँ मैले इनहेलरको प्रयोग गर्नै पर्दैन अनि जाडो बेलामा पनि मलाई सास फेर्न गाह्रो हुँदैन अनि यो दुईटा चाहिँ मैले 2 वर्ष जति खाएँ अनि 2 वर्षको बेलामा मेरो ड्रास्टिक चेन्ज भयो मेरो हेल्थमा अनि मैले अहिले दुध पनि खान सक्छु नट्सहरू पनि खान सक्छु मैले जे डक्टरहरूले नखाऊ भन्नुभएको थियो त्यो सबै खान सक्छु होइन अनि त्यसपछि अहिले चाहिँ मलाई सन्चो भइसक्यो त्यही पनि मेरो हेल्थको लागि इम्युन सिस्टम अझै बढाउनको लागि चाहिँ मैले यो फ्ल्याक्स सीड खान्छु यो चाहिँ दिमागको लागि होइन मेमोरी पावरहरू बढाउनको लागि एक्जाममा राम्रो गर्नको लागि स्ट्रेस घटाउनको लागि अनि त्यसपछि मैले यो एन्टिअक्सिडेन्ट पनि खाइरहेको छु मेरो इम्युन सिस्टम बढाउनको लागि बिहान त्यो खाली पेटमा पानी पिउने बेलामा चाहिँ यो पञ्चतुलसी हालेर खान्छु यसले चाहिँ अक्सिजन लेभल बढाउँछ जिउमा अनि कोरोनाको बेलामा पनि यो एकदम काम लागेको थियो होइन अनि यो खाएपछि चाहिँ कोरोनाको बेलामा नै अक्सिजन लेभल मेरो नर्मल मान्छेकै जस्तो भएको थियो त्यही भएर कोरोना लाग्ने सम्भावना नि घट्यो अनि त्यसपछि मलाई फेरि बिहान चिसो हावामा एलर्जिक हुन्छ होइन अनि मलाई बिहान रुगा लाग्छ घाम नउडाउँदै मलाई रुगा लाग्छ त्यही भएर त्यति बेला चाहिँ त्यो सन्चो पार्नलाई चाहिँ मैले यो राति सुत्ने बेलामा चाहिँ यो नाकमा हाल्छु अनि यो नाकमा हालेपछि चाहिँ यसले गर्दाखेरि मलाई बिहान उठ्ने बित्तिकै हाँछु आउने हुँदैन अनि मलाई एकदम सन्चो भएको छ डक्टरको औषधि खाँदा त साइड इफेक्ट हुन्छ तर यो खायो भने साइड इफेक्ट पनि हुँदैन होइन अनि हाम्रो हेल्थ पनि राम्रो हुन्छ अनि पछि म पनि स्ट्रेस एकदम लिन्छु अरू विद्यार्थीहरू जस्तै एक्जामको बेलामा होइन स्ट्रेस बढ्छ अनि त्यो स्ट्रेस बढ्दाखेरि चाहिँ एक्जाम राम्रो हुँदैन होइन धेरै स्ट्रेस लियो भने त्यही भएर त्यो स्ट्रेस घटाउनको लागि चाहिँ मैले यो फ्ल्याक्स सीड खाएको थिएँ अनि यो फ्ल्याक्स सीड खाएपछि चाहिँ अहिले मैले त्यति स्ट्रेस लिनु पर्दैन अनि त्यति स्ट्रेस हुँदैन त्यही भएर यसले चाहिँ एकदम हेल्प गरेको छ त्यो दिमाग सम्बन्धी पनि नमस्कार यहाँहरू सम्पूर्णलाई म तिलोत्तमा 7 भलबारी निवासी म सीतापुन हाम्रो यो सेफवे कम्पनीले उत्पादन गर्नुभएको यो हेयर स्प्रे मैले प्रयोग गरेँ मलाई धेरै राम्रो लाग्यो मैले यो प्रयोग गर्नुभन्दा पहिला मेरो धेरै यो बालहरू झर्ने टुक्रिने भन्दा पनि धेरै झर्ने समस्या थियो र मैले यो हेयर स्प्रे गरिसके पछाडि त्यो चाहिँ एकदमै 100% यो बाल झर्न रोकिएको मैले अनुभव गरेको छु धेरै राम्रो भएको छ यो तराईमा हामी बस्ने र धेरै चिलाउने नुहाइसक्यो नुहाउँदा बित्तिकै पनि 1-2 घण्टापछि चिलाउने बाल झर्ने त्यो समस्या थियो र अहिले त्यो चिलाउन त यति आनन्द भएको छ चिलाउन पनि छोड्यो र बाल झर्न पनि छोडेको छ हुन त यसलाई हामीले लगाए हप्ताको एकपटक लगाउने भन्ने मैले पाएको थिएँ जानकारी तर म हप्ताको एकपटक लाउन त भ्याउँदा लगाउँछु नभ्याउँदा लगाउँदैन तर पनि महिनामा एकपटक लाउँदा पनि यसले एकदमै धेरै हदसम्म काम गर्दो रहेछ भन्ने मेरो अनुभव छ मलाई अहिले यो हेयर स्प्रे लगाइसके पछाडि एकदमै धेरै मन पर्यो र सम्पूर्णलाई मैले यो लगाउनको लागि पनि सुझाव दिन्छु अहिले धेरै जस्तो व्यक्तिहरूको चाहिँ महिलाहरूको भनौँ न बाल झर्ने समस्याले धेरै पीडित देखिएको छ त्यसैले मैले सम्पूर्ण महिला दिदीबहिनी मात्र नभएर पुरुषहरूको पनि हेयरफल हुने समस्याले एकदमै आइरहेको देखिएको छ समाजमा यसले नयाँ बाल उमार्ने चाया हटाउने अनि त्यो एकदमै चिलाउने अनि यो बाल झर्ने समस्यालाई एकदमै राम्रोसँग रोकथाम गरेको मसँग अनुभव यहाँहरूको बिचमा मैले सेयर गर्न चाहन्छु धन्यवाद
के तपाईलाई थाहा छ हाड जोड्ने दुखेको, नसा च्यापिएको, साइटिका, युरिक एसिड, बाथरोग, शरीर झमझमाउने, पोल्ने, सुनिने, सड्किएको, मड्किएको र ठोकिएको समस्याहरूबाट मात्र केही दिनमै छुटकारा दिने निकै लाभदायी पीडान्त जुस जेपीआर केसारी मरम अब नेपाली बजारमा सेफे मार्केटिङ प्रणालीले ल्याएको छ। समस्या छ भनेर रोग पालेर राख्ने होइन, सयौं प्राकृतिक जडीबुटीहरूबाट तयार पारिएको पीडान्त जुस जेपीआर केसारी मरमको प्रयोग गर्नुहोस्। हाड जोड्ने, युरिक एसिड, बाथरोग, शरीरका सम्पूर्ण दुखाइहरूलाई मात्र केही दिनमा नै छु मन्त्र गर्नुहोस्। अनि मेन्सुरेसन गडबडी थियो, अनि नोनी गोल्ड खाएँ मैले, अनि ठिक भयो। अनि घाँटीहरू दुख्ने समस्या थियो, पञ्चतुलसी खाएँ अनि ठिक भयो। अनि मुखमा दागहरू थियो, स्किन केयर क्रिम प्रयोग गरेँ, अनि यो हिमालयन बेरी साबुन प्रयोग गरेँ। अनि नमस्कार, म महेन्द्र राज साई, सेफवे मार्केटिङ प्राइभेट लिमिटेडको को फाउन्डर। हजुरको परिचयको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मेरो नाम शर्मिला गुरुङ, म बेनी म्याग्दीमा बस्छु। म अहिले ब्याचलरमा अध्ययन गरिरहेकी छु। हजुर, योभन्दा पहिला हजुरलाई के भइराखेको थियो र हजुरले आफ्नो समस्याको लागि यो सेफवेको प्रोडक्टको बारेमा कहाँबाट थाहा पाउनुभयो र सेफवेको प्रोडक्टहरू के हजुरले चाहिँ खाइरहनु भएको छ र त्यो समस्या ठिक भएको नभएको के छ हजुरलाई जस्ताको तस्तै जे छ त्यही भनिदिनको लागि म आग्रह गर्न चाहन्छु। मलाई चाहिँ दिदीबाट थाहा पाएको, मैले सुनमाया दिदीबाट। अनि मेन्सुरेसन गडबडी थियो, अनि नोनी गोल्ड खाएँ मैले, अनि ठिक भयो। अनि घाँटीहरू दुख्ने समस्या थियो, पञ्चतुलसी खाएँ अनि ठिक भयो। अनि मुखमा दागहरू थियो, स्किन केयर क्रिम प्रयोग गरेँ, अनि यो हिमालयन बेरी साबुन प्रयोग गरेँ, अनि सन्चो भयो, निको भयो। अहिले मेन्सुरेसनहरू नि राम्रो हुन्छ, त्यस्तो गडबडी छैन, मुखहरू पनि सफा भएको छ, धेरै राम्रो छैन। हजुर, अनि हजुरले यो सेफवेको प्रोडक्ट खाएर धेरै राम्रो भएको रहेछ। त्यस कारणले गर्दा अहिले त धेरै दिदीबहिनीहरूको खानपिनको कारणले गर्दाखेरि धेरै जुन नानीहरूको अहिले मेन्सुरेसन समयमा हुन सक्दैन, धेरै चाहिँ अहिले महिलाहरूको दिदीबहिनीहरूको चाहिँ चायापोतो पिम्पलहरू स्किनमा निकै देखिन्छ। अब तपाईँ चाहिँ उहाँहरूलाई के सल्लाह दिन र के सुझाव दिन चाहनुहुन्छ? म चाहिँ मलाई यसरी राम्रो भयो भनेर अनि दिदीबहिनीहरूलाई नि यही नेचुरल फुड सप्लिमेन्टमा लिएर जानकारी दिन्छु, अनि यही युज गर्न लगाउँछु। गएर ठिक हुन्न जस्तो लाग्थ्यो, अनि पैसा जुटाएर हामी लखनऊ गयौँ। त्यहाँ पनि 1 लाख रुपियाँ लाग्यो, केही पनि भएन मलाई। अनि म यो कम्पनीबाट औषधि खाएर धेरै खुसी छु। बसन्ती बहिनीलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन्छु मैले। उहाँले मेरो धेरै सेवा गर्नुभएको छ। उहाँको सेवाको म ऋण चुकाउन योग्यको छैन। कम्पनीको म औषधि खान भनेर त्यागिसकेको छु, अरू कम्पनीको औषधि। म कम्पनीलाई धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। शुभ नाम चाहिँ? मेरो नाम गीता चौधरी छ। कुन ठाउँमा बस्नुहुन्छ? म बाँकी बस्छु, बाँकी भवानी बस्ती। यो हाम्रो सेफवेको जुन सब स्टकिस्ट बसन्ती चौधरीले जुन यहाँ खोल्नु भएको छ र यहाँ आउनको लागि प्रेरणा कसले दियो हजुरलाई? पार्वती चौधरीले दिनुभयो, मलाई सल्लाह दिनुभयो। उहाँले चाहिँ लमैबाट खाइराख्नु भएको थियो यही कम्पनीको औषधि। हजुरलाई चाहिँ के भएको थियो भन्दा अगाडि? मलाई के भएको थियो भने सर, यिनी नसाहरू है डल्लो परेको थियो, अनि हातमा पनि, अनि यसरी घुँडा टेकेर चाहिँ बस्न चाहिँ मिल्दैन थियो, सक्दैन थियो बस्न। त्यसपछि अनि हाम्रो यहाँ बसन्ती म्यामले मलाई धेरै मसाज गर्नुभयो। हाम्रो सेफवेको के प्रोडक्टहरू चाहिँ खानु भएको छ? एकचोटि यो खाएको थिएँ सर। हजुर, त्यसपछि यो खाएको थिएँ। हजुर, त्यसपछि यो सेफ लाइफ खानु भएको छ। अनि यो मलहम लगाएको भयो हैन? हजुर, त्यसपछि यो कसरी खानु हो बिहान बेलुका? हजुर। के छ हजुरलाई पेटको समस्या पनि थियो? हजुर, पेटको समस्या पनि। हजुर,
अनि अहिले यो प्रोडक्ट खाएको तपाईलाई कति समय भयो? म वैशाख 22 गतेदेखि यो ओपनिङ भएको त्यही दिनबाट खाएको छु। आजकल यो खाएको छु सर। अरू चाहिँ यो लगातार अहिलेसम्म खाइरहनु भएको छ? यो खाएको छैन आजकल। यो चाहिँ खाछु अनि यो चाहिँ लगाउँछु कम्मा। हजुर हजुर। अनि अहिले हजुरलाई कस्तो छ त? अहिले धेरै राम्रो भएको छ सर मलाई। धेरै राम्रो भएको छ? हजुर हजुर। अनि के छ हजुर एकदम खुसी हुनुहुन्छ? खुसी छु। अनि हजुरले अब आफ्नो गाउँघर छिमेकमा भएको इष्टमित्र साथीभाइहरूलाई के भन्न चाहनुहुन्छ त? अनि म जस्तै पनि धेरै पीडितहरू हुनुहुन्छ, उहाँ पनि अनि उहाँलाई पनि ल्याएको छु मैले अनि सल्लाह पनि दिन्छु मैले। म त्यो ठाउँमा गएर राम्रो भएको छु, तपाईँहरू पनि त्यही ठाउँमा जानु होला भनेर अझै पनि अनि राम्रो हुँदै जान्छ भनेर सल्लाह दिन्छु उहाँहरूलाई। म सुरुमा महिलार भन्ने लुम्बिनी महिलार गएको थिएँ। धेरै दुख्थ्यो खुट्टा त्यति बेला अनि त्यसपछि त्यहाँ पनि भएन। 55 दिनसम्म उहाँको औषधि खाएँ मैले। त्यसपछि खुट्टा दुखिरहने एकदम गरुको हुने, बस्दाखेरि एकदम गाह्रो हुने भएको थियो। त्यसपछि जुरी कुइया भन्छ उहाँ बढ्ने, पचफेरुवा भन्छ, त्यहाँ पनि गएँ। अनि फेरि बलामपुर इन्डिया त्यहाँ गएर हुन्छ कि भने त्यहाँ पनि गएँ। त्यसपछि हामी इट्टा भट्टामा काम गर्थ्यौँ अनि मलाई धेरै गाह्रो थियो सर है। अनि पैसा पनि नहुने, इट्टा भट्टामा काम गर्न धेरै गाह्रो थियो। कहीँ गएर ठिक हुन्न जस्तो लाग्थ्यो। त्यसपछि अनि इट्टा भट्टाबाट बिदा भयो जेठको महिनामा। अनि हामी घर फर्क्यौँ। त्यसपछि फेरि पैसा जुटाउन थाल्यौँ अनि पैसा जुटाएर हामी लखनऊ गयौँ। त्यहाँ पनि 1 लाख रुपियाँ लाग्यो, केही पनि भएन मलाई। अनि म यो कम्पनीबाट औषधि खाएर धेरै खुसी छु। बसन्ती बहिनीलाई धेरै धेरै हृदयदेखि धन्यवाद दिन्छु मैले। उहाँले मेरो धेरै सेवा गर्नुभएको छ। उहाँको सेवाको म ऋण चुकाउने योग्यको छैन। कम्पनीको म औषधि खान भनेर त्यागिसकेको छु अरू कम्पनीको औषधि। म कम्पनीलाई धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। एउटा ग्रोथ भइरहेको बच्चा हैन, जुन बच्चालाई त्यो बेलामा त सबै चाहिन्छ नि हैन, नट्सहरू, दुधहरू, प्रोडक्टहरू, उसको मानसिक शारीरिक विकास हुने बेला हो। अब त्यो नै नखाँदाखेरि उसलाई यो बाबु नानु यो पनि नखाऊ, नानु यो पनि नखाऊ भन्दाखेरि एउटा आमालाई कति पीडा भएको थियो होला। म त हप्ता दिनसम्म पनि रोइराख्थेँ छोरीले इनहेलर युज गर्दाखेरि। अस्थमा चेक हुँदाखेरि चाहिँ उहाँलाई चाहिँ डाक्टरले के भन्नुभयो भने बच्चालाई एलर्जिक एस्थमा छ, यो सायद ठुलो भएपछि यो आफै निको हुन्छ। उसलाई बच्चा बेलामा निमोनिया नभएको भएर त्यति साह्रो गाह्रो हुँदैन, तर यो पछि आफै पनि एउटा एज हुन्छ, त्यो एजमा चाहिँ त्यो सन्चो हुन्छ भन्नुभएको थियो। तर त्यो एज उसको एजले 17-18 वर्षको होला, ऊ एकदम स्ट्रङ हुन्छ त्यो बेलामा त हैन, त्यो बेलामा त निको होला अरे। फेरि ऊ एउटा छोरी मान्छे हो, भोलि मदर एउटा आमा बन्नुपर्छ, त्यो बेला त फेरि सुरु हुन्छ। त्यही भएर यो चाहिँ एकैछिनको लागि रोग निको पार्नु भन्दा पनि मैले चाहिँ निर्मूल कसरी पारौँ भन्नेमा थिएँ हैन। अनि त्यति बेला चाहिँ उहाँले सबै टेस्टहरू गरेर उसलाई नट्सहरू, मिल्क प्रोडक्टहरू केही पनि खान नदिने भन्नुभयो। हामी लेडिजहरूलाई प्राय मेन्सुरेसन हुँदाखेरि बडी पेट दुख्छ हैन, एकदमै गाह्रो हुन्छ। अनि त्यो चाहिँ मैले चाहिँ नोनी, यो नोनी चाहिँ एकदमै राम्रो हुँदो रहेछ। यो चाहिँ म सबै दिदीबहिनीहरूलाई चाहिँ हम्बली रिक्वेस्ट के गर्न चाहन्छु भने तपाईँले बरु 1 जोड लुगा कम किन्नुहोस्, तर यो नोनी चाहिँ हजुरले 6 महिनासम्म रेगुलर युज गर्नुहोस् हैन। पाठेघर जस्तो ठुलो कुरो केही पनि होइन हाम्रो हेल्थमा। भोलि पाठेघर खराब भयो भने हामीलाई पैसाले पनि हामी बाँच्न सक्दैनौँ हैन, पैसा खर्च गरेर मात्रै पनि हामी बाँच्न सक्दैनौँ। त्यही भएर अहिलेदेखि नै तपाईँले
अब तपाईँलाई एकदम समस्या छ भने आएर हाम्रो यहाँ सेफीको डक्टरहरू आउनुहुन्छ, डाक्टर साहबहरूसँग कन्सल्ट गरेर केसँग खानुपर्छ भनेर, अनि नर्मली सबै ठिकै छ भने पनि तपाईँले यो चाहिँ 1 डोज 2 डोज चाहिँ यसलाई खाइदिनु। खाएपछि तपाईँले आफै थाहा पाउनुहुन्छ। अनि मलाई मेन्स्ट्रुएसन हुँदाखेरि पेट दुख्ने भन्ने के हो भन्ने कुरो मैले अचेल थाहै पाउँदिनँ। त्यति राम्रो छ यो, एकदमै राम्रो। अनि स्किनमा पनि एकदम ग्लो आउँछ। यो हजुरले खानुभयो भने यो आर्टिफिसियल मेकअप गर्नै पर्दैन। बच्चा बिरामी छ, आफू बिरामी भइन्छ भने हामी अरूलाई मेरो बच्चालाई अस्थमा भयो भनेर भन्नलाई लाज मान्ने होइन। त्यो कुनै त्यस्तो रोग होइन होइन। अनि मान्छेहरूले चाहिँ यस्तो रोग पनि भन्दै हिँड्ने भन्न सक्छन् होइन। त्यो रोग भनेको भन्दै हिँड्ने भन्दा नि भनेर नै तपाईँले समस्याको समाधान भेट्नुहुन्छ नि। हजुरले 4 जना मान्छेलाई सेयर गर्दाखेरि एउटा कुनै हजुरको हितैषी हुनसक्छ, उसले चाहिँ होइन तिमीले यसो गर न यसरी निको हुन्छ भन्ने मान्छे निस्किन सक्छन् हजुरको आसपासबाट। अनि मेरो चाहिँ सुमन टन्डन दिदीसँग चाहिँ उहाँले चाहिँ यस्तो यस्तो प्रडक्ट भर्खरै सेफीले लन्च गरेको छ, तिमी युज गर न त, एकदम रिजल्ट राम्रो छ भन्ने कुरो छ। र सायद ड्राइभोटलमा उहाँले डिस्ट्रिब्युटर खोलेपछि मेरो छोरीलाई नै होला सबभन्दा पहिला उहाँले चाहिँ ट्रिट गर्नुभएको। डाक्टर सबरी शाह आएर उहाँले चाहिँ एकदम राम्ररी सबै कुरा हेर्नुभयो होइन। अनि उहाँले जसरी काउन्सिलिङ गर्दै जानुभयो, उहाँले यो खुवाउने यसरी खुवाउने, त्यही हिसाबले एउटा रेगुलर बिहान बेलुका हामीले खाना जसरी खाना बिर्सिँदैनौँ त्यसरी नै त्यो सप्लिमेन्ट्सहरू हामीले खुवाएर। अनि मेरो नानी चाहिँ एकदमै हेल्दी, उसलाई केही प्रब्लम छैन। अब मेन्स्ट्रुएसन हुँदा उसलाई नि पेट दुख्थ्यो, नोनी युज गरेपछि उसलाई त्यो पनि भएन होइन। अनि अब खेल्न उफ्रिन, पहिला सानो बच्चा बेलामा ऊ स्वयम्भूको डाँडामा सबभन्दा पहिला पुग्थ्यो के, तर जब उसलाई त्यो यस्तामा अलिकति सुरु भयो नि, ऊ बिचरा 4 स्टेप चढेपछि भयो मम्मी स्वयम्भू नचढौँ भन्ने भइसकेको थियो होइन। अहिले मैले काठमाडौँ लगेर गएँ अस्ति, ऊ मजाले चढ्यो, हिँड्न डुल्न, उसलाई केही समस्या छैन। अहिले एकदम नर्मल छ मेरो बच्चा। यत्रो कोरोना काल भयो, दुनियाँ मान्छे बिरामी भयो, दुनियाँ भयो होइन। तर हाम्रो घरमा चाहिँ बाहिरको सिटामल पनि आएन, मेडिकलबाट हामीले सिटामल पनि ल्याएनौँ। र जबदेखि हामीले सेफीको प्रडक्ट युज गर्न थालेका छौँ त्यहाँदेखि हाम्रो घरमा कोही पनि फ्यामिली मेम्बर चाहिँ डक्टरकोमा गएर चाहिँ लौ मलाई यस्तो बिमार लाग्यो उस्तो बिमार लाग्यो भन्ने दिन आएकै छैन। र आउँदा पनि नहोस्, हामी यो सधैँभरि युज गर्छौँ ढुक्कले। यो हामीले खाना खाँदा जति नै ढुक्क हुन्छौँ त्यति नै ढुक्क भएर हामीले यो युज गर्दा हुन्छ। यो दबाई होइन, यो मेडिसिन होइन, यो एउटा फुड सप्लिमेन्ट्स हो। यो हाम्रो नेपालमा चाहिँ यसको बारे त्यति नलेज नभएर, तर अलि विकसित देशहरूमा चाहिँ उहाँको मान्छेहरूले यो रेगुलरै युज गर्छन्। मन्दी समस्याबाट हैरान त हुनु भएको छैन? लामो आकर्षक सिल्की कपालका लागि सेफी मार्केटिङले नेपाली बजारमा ल्याएको छ गाभ्या हेयर स्प्रे। प्राकृतिक आयुर्वेदिक जडीबुटीहरूको मिश्रणबाट तयार पारिएको हेयर स्प्रेको प्रयोगले कपाल सम्बन्धी सम्पूर्ण समस्याबाट छुटकारा पाउनुहोस्। तपाईको कपालका लागि चाहिने पौष्टिक तत्वहरू प्रदान गरी कपाल झर्ने, कपाल पातलो हुँदै जाने, चाया पर्ने, कपाल टुक्रिएर झर्ने, हाँगा फाट्ने तथा टाउकोको छाला सम्बन्धी सम्पूर्ण समस्याहरूको एउटै समाधान गाभ्या हेयर स्प्रे। प्राचीन सभ्यतादेखि नै प्रयोग हुँदै आएको पञ्चगाभ्या र प्राकृतिक तेलको वैदिक सम्मिश्रणबाट तयार पारिएको हेयर स्प्रेले जरेबाट मजबुत बनाई कालो, लामो र सिल्की कपालका लागि एउटै अचूक उपाय हो गाभ्या हेयर स्प्रे। नमस्ते, म पुष्पा मगर। मेरो घर चाहिँ लेखनाथ, अहिले वडा नम्बर 29 मा छ र मेरो बसाइ उता नै छ अहिले। म चाहिँ आफू नै बिरामी भएको कारणले गर्दाखेरि होइन, म ऋषिकुल सेफी मार्केटिङको प्रडक्ट युज गरेको थिएँ, नोनी गोल्ड अनि डबल स्टिम सेल्स। मलाई के रोग लागेको थियो भन्दाखेरि चाहिँ मलाई ग्यास्ट्रिक एकदमै समस्या थियो, बढी नै। यो म सधैँभरि भनिराख्छु, ग्यास्ट्रिक बिग्रेर नै एकदमै अल्सर हुने सम्भावना धेरै भइरहेको थियो। त्यो समयमा चाहिँ मलाई एकजना दिदीले चाहिँ मलाई यो नोनी गोल्ड अनि डबल स्टिम सेल्स दिनुभएको थियो। त्यो समयमा चाहिँ मैले त्यो लिन सकेँ र अहिले लगभग म नोनी गोल्ड डबल स्टिम सेल्स स्टिल अहिले पनि लिइरहेको छु। त्यो लिने समयमा चाहिँ मलाई धेरै रोगहरू क्लियर भयो। समस्या एउटा थियो तर पनि मेरो रोग, शरीरमा भएको रोगहरू पनि क्लियर हुन सकेको छ, एकदम राम्रो भएको छ र एकदम म खुसी छु। सेफी मार्केटिङले ल्याउनु भएको प्रडक्ट सेवन गर्दाखेरि चाहिँ म चाहिँ एकदम खुसी भएको छु होइन, किनभने म धेरै रोगबाट मुक्ति हुन पाएको छु, मुक्ति भएको छु।
गर्दाखेरि मैले अरू प्रडक्टहरू युज गर्दाखेरि पनि मैले ग्यास्ट्रिक हटाउन सकेको थिएन। लगायत तपाईँको मैले मेडिसिन पनि धेरै युज गर्थेँ र अरू मार्केटिङमा चाहिँ यो सप्लिमेन्ट होइन आएको थियो, तर त्यो प्रडक्टहरू युज गर्दा पनि म सन्तुष्ट थिएन, मेरो रोग चाहिँ क्लियर भएको थिएन। मैले चाहिँ हप्तामा लगभग म ग्यास्ट्रिक बेरिएको कारणले गर्दाखेरि हप्तामा म फिस्टेड हस्पिटल, मणिपाल हस्पिटल होइन कति समय चाहिँ म हप्तामा पुग्न पर्ने, 10-10 दिनमा 15 दिनमा म पुग्न पर्थ्यो। अन्त समयको पनि ख्याल हुन्थेन अनि कति बजी त्यहाँनिर पुग्थेँ त्यो थाहा हुने थिएन होइन। त्यहाँ गइसकेपछि मैले 4-5 हजार लगभग एकै पटकमा खर्च हुन्थ्यो त्यो समयमा। तर अहिले चाहिँ मैले चाहिँ लगभग सेफाई मार्केटिङको प्रडक्ट युज गरेबाट म चाहिँ अहिलेसम्म हस्पिटल जानु परेको छैन, औषधि पनि मैले खाएको छैन। दिदीबहिनीको लागि एकदमै मैले त्यो सधैँभरि त्यो खोज्छु होइन, सधैँभरि त्यो कुराहरू गरिरहेको छु। उहाँहरूको चाहिँ मैले पाठ्यक्रमको समस्या होइन, पाठ्यक्रम अनि उहाँहरूको टाइममा महिनावारी टाइममा नहुने होइन, पाठ्यक्रममा ब्रेन ट्युमर भएको कारण होइन, अन्त उहाँहरूको चाहिँ यो युरिनहरू चिलाउने होइन, तपाईँको यो व्हाइट ब्लिडिङहरू हुने त्यो समस्याहरू महिला दिदीबहिनीमा धेरै हुन्छ। त्यो कारणले गर्दा मैले त्यो कुराहरू ठिक पारेको छु र लगायत हाम्रो मान्छेहरूको चाहिँ प्रेसर, सुगर होइन, थाइरोइड, युरिक एसिड लगायत अरू समस्याहरू छ, कोलेस्ट्रोल बढी हुन्छ होइन, उहाँहरूलाई पनि एकदमै राम्रो भएको छ र उहाँहरू पनि खुसी हुनुहुन्छ, आउनुहुन्छ होइन। स्वयंसेवा गरे जस्तो लाग्यो होइन तपाईँलाई भनेर मलाई एकदम सेवासी दिनुहुन्छ कि त्यहाँ पनि म एकदम खुसी लाग्छ होइन। एउटा किन भन्दाखेरि मैले आफू पनि स्वास्थ्य रहेर अरूलाई पनि स्वास्थ्य राख्न सकिएको रहेछु भन्ने मनमा चाहिँ आनन्द लाग्छ। रोगी थिएँ र पनि म स्वस्थ हुन सकेँ होइन। त्यो कारणले गर्दा म मार्केट फिल्डमा छिर्दाखेरि मेरो आफन्तजनहरू, आफन्त छिमेकीहरू होइन, साथीभाइहरूलाई भन्ने क्रममा पनि मैले त्यो मार्केटमा छिर्दाखेरि उहाँहरूलाई दिएको प्रडक्टहरूले पनि उहाँहरूसँग रिजल्ट राम्रो पाउन सकेँ र अहिले चाहिँ एकदम राम्रो भइरहेको छ। र दिदीबहिनीहरू चाहिँ समस्या धेरै छ, पाठ्यक्रमको समस्या होइन, पाठ्यक्रमको समस्या, महिनावारी टाइममा नहुने समस्याहरू लगायत माइग्रेन, डिप्रेसन होइन, त्यस्तो समस्याहरू धेरै दिदीबहिनीहरू हुनुहुन्छ र मसँग आउनुहुन्छ र मसँग आएपछि मैले दिएको उहाँहरूलाई प्रडक्टहरू नोनिगोल अथवा डबल स्टिम अन्य प्रडक्टहरू छ हामीसँग, मैले त्यो दिएर उहाँहरू चाहिँ त्यो रोगबाट मुक्त हुनुभएको छ होइन। एकदम खुसी हुनुहुन्छ उहाँहरू पनि र मसँग चिन्नुभएको दिदीबहिनीहरूले अहिलेसम्म पाठ्यक्रम चाहिँ फाल्नु परेको छैन होइन। कति समय चाहिँ उहाँहरूले चाहिँ डक्टरमा गएको डक्टरमा जानुहुन्थ्यो र त्यो औषधिहरू खाने क्रममा उहाँहरूलाई चाहिँ के त डक्टरले चाहिँ पाठ्यक्रम फाल्नुपर्छ भनेर अनि त्यस समय चाहिँ उहाँहरूले चाहिँ कति दिदीबहिनीहरू चाहिँ पाठ्यक्रम फाल्नमा पुग्ने होइन। तर मसँग चिनेर उहाँहरूले चाहिँ मसँग आएर यो औषधि डबल स्टिम सेल्स र नोनिगोल्ड युज गर्नुभए समय चाहिँ उहाँहरूले चाहिँ पाठ्यक्रम फाल्नु परेको छैन र उहाँहरू चाहिँ एकदमै खुसी हुनुहुन्छ र पनि म आफू पनि एकदमै खुसी छु। किनभने एउटा आफू पनि निरोगी भइकन पनि आफन्त आफ्नो मान्छेहरूलाई निरोगी बनाउन सके होइन, एकदम खुसी छु। एकदम स्वयंसेवक जस्तो पनि भइरहेको छ। म उपचार गर्दा 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 हैरान भएर मान्छे पनि सकिने, पैसा पनि सकिने पुगेको अवस्थामा मेरो आफ्नै दिदीले यो प्रडक्टको बारेमा थाहा पाउनु भएको रहेछ। मेरो दिदीबहिनीहरू अहिले युरोपमा हुनुहुन्छ, उहाँहरूले नै यो बाटो देखाउनु भएको। म्याग्दीकै पसलमा, अर्जुन केसीको पसलमा वरिष्ठ डाक्टर आउनुभएको थियो, डाक्टर सवारी साहब, उहाँले नै हेर्नुभएको सुरुमा। अनि त्यसपछि मलाई सुरुमा चाहिँ नोनिगोल होइन, अनि स्टेम सेल, फ्ल्याक्सिड त्यस्तै लेखिदिनु भएको थियो। मलाई चाहिँ छिट्टै काम गर्यो, खाँदाको 1 हप्तैबाट हल्का रिजल्ट निकाल्न थाल्यो। अनि त्यसपछि प्लस फलोअपमा जाँदा बेला फेरि भिजन केसी सरले चाहिँ सेफ लाइफ थोपिदिनु भयो। सेफ लाइफ र स्टेमसेल, फ्ल्याक्सिड मैले रेगुलर निरन्तर खाँदै जाँदा अझै पनि विश्वास नलागेर फेरि लगभग 3 महिना खाइसकेपछि क्यान्सर हस्पिटल चेक गर्न गएँ। अनि त्यसपछि अलिकता डाउन भएको देखाइदिनु भयो डाक्टरले। क्यान्सर हस्पिटल, भरतपुरको क्यान्सर हस्पिटलमा उपचार गराइरहेको अवस्थामा लाखौँ खर्च गरेँ। पहिला सुरुमा चाहिँ मेरो समस्या भनेको चाहिँ पाठेघरमा मासु पलाउने, लिक्विडहरू जाने त्यस्तो समस्या थियो। पोखराको चरक हस्पिटलमा मैले 2 चोटि अपरेसन गरेँ त्यही मासु काटेर फाल्नलाई। त्यही अपरेसन बिग्रिएर पछि इन्फेक्सन भएर मलाई पाठेघरमा क्यान्सर भएको। भरतपुर हस्पिटलमा उपचारको क्रममा 4वटा सिकाइ गरेँ, 3वटा किमो चराएँ। मैले लाखौँ खर्च गरेँ। त्यसपछि गर्दै जाँदा त्यही क्यान्सरकै दबाईले नै रिएक्सन गरेर होला, साइटिबिस गरेर होला सायद मेरो ब्रेस्ट क्यान्सर भयो। एक त हामीहरू क्यान्सर पुर्खौली नै क्यान्सरको समस्या भएको। मेरो हजुरआमा क्यान्सर भएर बित्नुभयो, मेरो ठुलो मम्मी क्यान्सर भएर बित्नुभयो, ब्रेस्ट क्यान्सर। मेरो आफ्नै ठुलो दिदी पनि ब्रेस्ट क्यान्सर भएर क्यान्सर एउटा
ब्रेस काटेर फ्याँकेको छ प्लस त्यसैमा पनि म पनि त्यही भएको हो। अनि त्यसपछि उहाँले फेरि देखाउन जाँदा पनि फेरि उहाँले होइन यो काटेरै फाल्नुपर्छ, यहीँ अपरेसन गरौँ कि पोखरामा गर्नुहुन्छ भन्ने हिसाबले सल्लाह दिनुभएको थियो। होइन मैले उहाँ अपरेसन नगर्ने नै भनेर मैले यतातिर लागेछु त भनेको थिएन। अनि त्यसपछि मणिपालमा रिफर गरिदिनु भयो। मणिपालमा अपरेसनको टिकट लिएर आएको थिएँ मैले। लिएर आउँदासी पछि फेरि यसैमा उता नगरिकन फेरि यसैमा फर्केँ अनि रेगुलर खाएँ। 6 महिना खाएँ। 6 महिनामा चाहिँ मेरो चाहिँ एकदमै महसुस आफैलाई क्या फुर्तिलो होइन, दुखाइहरू कम हुने अनि पेटहरू नदुख्ने, ब्रेसहरू नदुख्ने, एकदमै आफूलाई छुट्टै खालको महसुस भएको कारणले फेरि गएँ। फेरि जाँदा बेला 6 महिनाको क्रममा फेरि क्यान्सर हस्पिटलै गएर होल बडी चेकअप गरेँ। त्यतिखेर चाहिँ मेरो क्यान्सर लगभग लास्टमा थियो, क्यान्सर थिएन। अनि त्यसपछि फेरि मैले रेगुलर ल्याउँदै गर्दासी फेरि चेकअप गर्न गएँ। लास्टमा क्यान्सर 0 थिएन। अहिले मेरो होल बडी चेकअप गर्दासी कुनै पनि रोग भेटिँदैन, केही पनि समस्या छैन मलाई। आफूले खाएर अनुभव गरेको होइन, आफूलाई भएको पीडाहरू चाहिँ अरूलाई नहोस्, आफूले गरेको भोगेको अनुभव चाहिँ अरूलाई सेयर गर्न पाऊँ। म जस्तै आपतमा परेको यस्तो बिरामीहरू रोगले थकित भएको अवस्था भएको मान्छेहरूलाई चाहिँ उद्धार गर्न सकूँ, केही शास्ति गर्न सकूँ होइन। त्यही आफू पनि स्वस्थ हो, अरूलाई पनि स्वस्थ बनाऊँ, स्वस्थ पनि बनाएँ। अनि त्यसपछि मैले पनि यही व्यवसाय गर्दा हुन्न भनेर फेरि क्वेसन गरेँ, भिजन केसीलाई क्वेसन गरेँ। उहाँले चाहिँ सक्नुहुन्छ त भन्ने क्वेसन गर्नुभयो। मैले चाहिँ किन सक्छु, मैले किनभने खाएर अनुभव गरेँ। अनि त्यसपछि भिजन सरले हुन्छ गर्न सक्नुहुन्छ भने गर्नुहोस्, अन्य ट्रेनिङहरू केही कुराहरू त सल्लाह सुझाव त हामी दिइ नै हाल्छौँ, कम्पनीले सपोर्ट गर्छ होइन भन्ने हिसाबले गर्नुभयो। अहिले म एकदमै सन्तुष्टि छु, निरोगी पनि छु, एकदमै व्यवसायमा सन्तुष्टि पनि छु, राम्रो आफूले स्वास्थ्य पनि पाएँ, यसबाट इन्कम पनि राम्रो पाएँ। व्यवसाय गरेको 9 महिना भयो, लगभग 400 देखि 450 जना बिरामीहरू आउनुभयो यहाँ। कोही क्यान्सर हस्पिटलबाटै फालेको, कोही ग्यारेन्टी हस्पिटल बाट फालेको, कोही इन्डियाबाट फालेको हस्पिटलहरू हुन्न भनेर थकित भएको, कोही 4 वर्षदेखि पोखराको आयुर्वेदिक हस्पिटलमा उपचार गरेका बिरामीहरू जस्तै नसा च्यापेको, हड्डी खिएको होइन, पाठेघरको क्यान्सर भएको, अनि जोर्नीहरू यस्तो मेरुदण्डहरूमा नसा च्यापेको बिरामीहरू चाहिँ अहिले लगभग आधीभन्दा आधी निको भएर पनि एकदमै खुसी हुनुहुन्छ। अरूले रेगुलर गरिराख्नु भएको छ, खुसी लाग्छ होइन। त्यही आफू पनि राम्रो हो, अरूलाई पनि अलिकति सास दिउन सकूँ भन्ने हिसाबले नै मैले यो व्यवसाय सुरु गरेँ। अहिले एकदमै खुसी छु, स्वास्थ्य पनि पाएँ, इन्कम पनि राम्रो पाएँ। व्यवसाय ढङ्गमा पनि एकदमै राम्रो, स्वास्थ्यमा पनि एकदमै राम्रो होइन। यो पर्दा खानावाला खानाको पनि काम गर्ने, रोगीलाई पनि रोगको पनि सन्चो हुने त्यस्तो टाइपको एकदमै राम्रो छ। एकदमै राम्रो पौष्टिक खानाको बिमार त ठिक गर्छ, पौष्टिक खाना आहारको रूपमा हेरिएको छ। यो चाहिँ एकदमै राम्रो भएको छ, सबैजना खुसी हुनुहुन्छ, त्यसैमा खुसी छु म पनि होइन। छोराछोरी खुसी भएर धन्यवाद दिन आउनुहुन्छ, कसैले केही खानेकुराहरू बोकेर आउनुहुन्छ बिचरा खुसी भएर, कसैले खाना बोलाउनुहुन्छ खुसी भएर, बिरामीहरू एकदमै खुसी हुनुहुन्छ। अनि बेला बेलामा फोन गरेर सम्झिराख्नुहुन्छ, आराम हुनुहुन्छ, हामीलाई त ठिक पार्नुभयो, हजुर कस्तो हुनुहुन्छ भन्नुहुन्छ। म चाहिँ त्यसै ठिकै छु होइन, हजुरहरू खुसी हुनुहुन्छ, म एकदमै खुसी छु, सन्तुष्टि छु होइन। त्यही हो, अब यो व्यवसाय गरेछु। दुखी पीडितहरूलाई, यस्तो रोगबाट एकदमै थकित भएकोहरूलाई मैले यही आफूले भोगेका कुराहरू सेयर गरेर पनि धेरैजनालाई उद्धार गर्न पाएँ, त्यसमा खुसी छु। यो बाटो देखाउनु हुने, यो गरे राम्रो हुन्छ भनेर मलाई सपोर्ट गर्ने, बाटो देखाउने मेरो दिदी अथवा यही कम्पनीको अफिसर हुनुहुन्छ भिजन केसी, उहाँले एकदमै राम्रो बाटो देखाउनु भयो। उहाँले स्वास्थ्य जिन्दगी पनि दिनुभयो, इन्कम आय स्रोत पनि राम्रो बाटो देखाउनु भयो, सपोर्ट गर्नुभयो, उहाँलाई चाहिँ विशेष गरेर धन्यवाद। मेरो बसाइ अहिले तिलोत्तमा 4 यही डाइभरटोल भक्तपुर यही एरियामा पर्यो। अनि मेरो नाम बिन्तबहादुर कार्की। काफी समयदेखि यो पाइल्सले ग्रस्त थिएँ। यो पाइल्सको औषधि मैले बाहिरबाट पनि खाएँ, बाहिरको औषधि खानाले मलाई धेरै सकस भयो, मलाई अझै त्यसले फाइदा केही गरेन, अरू साइड इफेक्ट त्यसले अरू बढ्दो गर्यो।
अनि त्यहाँदेखि मैले यो सम्पर्क गरेर हजुरले यो देख्न सक्नुहुन्छ अहिले लगभग 2 वर्षदेखि मैले इस्तेमाल गरिरहेको छु यसले कुनै साइड इफेक्ट पनि नपार्ने र अनि हजुरको यसले पाइल्सको लागि एकदमै राम्रो गर्ने काठमाडौँ चेक गराएँ अनि इन्डियामा पनि गोरखपुर लखनऊ अनि दिल्लीमा पनि चेक गराएँ मैले काठमाडौँ बुटोलमा अब कहीँ पनि छोडिनँ अनि कहीँबाट पनि मलाई सन्चो भएन अङ्ग्रेजी औषधि खास गरेर त्यसपट्टि हामी नलागौँ यो जडीबुटीबाट बनेको चिजले यसले हामीलाई धेरै फाइदा गर्ने शरीरको लागि पनि 2 वर्षदेखि म एकदम खुसी छु अनि मलाई कुनै यो पाइल्सको बारेमा कोही सिकायतै छैन मलाई र मैले तकरिबन खाइरहेको छु अझै पनि र धेरै लामो खानुपर्ने कुरा पनि छैन अगर आफ्नो कन्ट्रोल चाहिँ अब होइन खानेपानमा अलिकति कन्ट्रोल त गर्नै पर्छ अरू धेरै खानु परेन त्यति हामी डराउनु पर्ने पनि छैन यति महँगो पनि छैन आफ्नो स्वास्थ्यको लागि साइड इफेक्ट नगर्ने हुँदा यसले कोही किडनी फोक्सो हजुरको कुनै पनि शरीरको भागहरूमा साइड इफेक्ट नगर्ने हुँदा यसलाई चाहिँ हामी ढुक्क भएर खाए हुन्छ यो जडीबुटीबाटै बनेको चिज छ यसमा कोही अरू केमिकलहरू केही छैन त्यसमा हजुरहरू पनि ढुक्क हुनुहोस् र यो लिनुहोस् विचार गर्नुहोस् हजुरले होइन मैले यस्तो लिनै पर्छ भन्ने कुरा छैन मलाई ठिक भएको हुँदा हजुरहरूले पनि सबैले अब यहाँ सम्पर्क गरेर यो लिनुहुन्छ भन्ने मैले पनि एउटा आग्रह गर्दछु प्रोडक्टमा 80 डम छ खुद म पनि थाइराइडको प्रब्लम थियो मलाई माइग्रेन डिप्रेसन थियो एउटा तनावबाट मुक्त पाएँ म अहिले होइन 1 वर्ष हुन लाग्यो पुरै सुन्निन्थ्यो मेरो खुट्टा सधैँभरि सोचिराख्ने एक्साइटेड हुने जतिखेर पनि एक चिज मात्रै सोच्ने र मलाई यतिको जस्तो म फ्री छु भनेर कहिले पनि महसुस गरेको थिएन आज यो ऋषिकुल आयुर्वेदले हजारौँ मान्छेलाई सन्चो त गरायो उसको साथसाथै हामी जस्तो हाउसवाइफ गृहिणीहरूलाई यतिको बस्नुभन्दा सानो व्यवसाय गरेर यो मौका प्रदान गरिदिनु भएको छ रामबाण चाहिँ लाभदायक अनि बहुउपयोगी नोनी गोल्ड जुस तथा डबल स्टिङ सेल विशेष गरी महिला सम्बन्धी सम्पूर्ण समस्याहरू जस्तै महिनावारी गडबडी गाइनो रोगलाई जरैबाट निर्मूल पार्दछ सेतो पानी बग्ने लिकोरिया पाठेघरको ट्युमर हटाई महिलाहरूको अनुहारमा हुने सम्पूर्ण समस्याहरूका लागि अब सेफवे मार्केटिङले नेपाली बजारमा ल्याएको छ नोनी गोल्ड जुस तथा डबल स्टिङ सेल अंगुरको दाना हरियो स्याउ ब्लुबेरी नोनी र अन्य संयोग प्राकृतिक जडीबुटीहरूबाट तयार पारिएको आयुर्वेदिक नोनी गोल्ड जुस तथा डबल स्टिङ सेलको प्रयोगले शरीरका सम्पूर्ण दुखाइहरू कम गरी तपाईलाई सधैँ जवान तथा तन्दुरुस्त राख्दछ नमस्कार मेरो नाम टेकबहादुर बलाल म रूपन्देही तिलोत्तमा 7 फलबारीमा बस्छु म यहाँहरूमा केही कुरा राख्न चाहन्छु आफूले अनुभव गरेको कुराहरू सेफवे मार्केटिङ प्राइभेट लिमिटेडले जो प्रोडक्ट उत्पादन गर्नुभएको रहेछ यो उत्पादन हाम्रो साथीहरूसँग उठ्दा बस्दा यस्तै कुरा चल्यो यो राम्रो छ भन्ने कुरा सुन्यो हुन्छ त यसलाई पनि विचार गरौँ भनेर हाम्रो यसै लुम्बिनी ट्रेड सेन्टरका उपाध्यक्ष अहिलेलाई उहाँ एम थापाज्यूसित कुराकानी भयो र उहाँले यी प्रोडक्टहरू हामीलाई देखाउनु भयो हामीले पनि राखौँ भन्ने एउटा चाहिँ सोच र चेतना आयो र त्यो राख्नुभन्दा पहिला होइन हामी स्वयंले प्रयोग गरौँ न भन्ने एक प्रकारको सल्लाह सहमति भइसकेपछि हामीले स्वास्थ्य परीक्षणको रूपमा हामीले यी प्रोडक्ट राखियो र ल्याइयो अनि मैले यसमध्येबाट सेफ लाइफ त्यहाँदेखि एन्टिअक्सिडेन्ट पिडान स्वरूप फ्ल्याक्सिड र यो पञ्चतुलसी मैले सेवन गरेँ यो सेवन गरे बापत ममा विभिन्न प्रकारका समस्याहरू थियो जस्तै पुरा शरीर दुख्नु हात गोडा दुख्नु जोइन्ट दुख्नु ग्यास्ट्रिकको समस्या र बेला बेलामा अक्सिजन प्रब्लम पनि मलाई हुन्थ्यो यो आजभन्दा लगभग 25-30 वर्ष पुरानो मेरो केस थियो र मैले यो नियमित मैले धेरै पनि सेवन गरेन लगभग 2 महिना
मुस्किलले 2 महिनाको डोज चाहिँ मैले लिएँ। अहिले म 95% मेरो यी समस्याहरू मबाडी चाहिँ हटेको छ र मलाई पूर्ण विश्वास जाग्यो कि यो प्रोडक्ट चाहिँ एक प्रकारको राम्रो छ, एकदमै शरीरको लागि स्वास्थ्यको लागि एकदम उपयोग छ भन्ने कुरो मैले ठाने। र मेरो आमा अहिले लगभग 92 वर्षको हुनुहुन्छ। उहाँलाई चाहिँ अब हड्डी खिने समस्या स्वत उमेरको हिसाबले हुन्छ नै, त्यही समस्याले उहाँ हिँड्नु डुल्नु सक्नुहुन्थेन। मैले यही प्रोडक्टबाट सेफ लाइफ एन्टिअक्सिडेन्ट पिरान्सरो र स्टेम सेल साथै केसरी मलम को प्रयोग गराएर अहिले मेरो आमा भनौँ एकदम भित्र बाहिर हिँडडुल गर्ने, छिमेकमा जाने, उल्टोपल्ट जाने आउने गर्न सक्नुहुन्छ। यहाँसम्म कि अहिले 2 तला 3 तलासम्मको सिँढीमा चढेर छतमा पनि जाने हुनु भइसकेको छ र यसले एकदमै प्रमाणित गरेको छ कि स्वास्थ्यको लागि यो एकदम उपयोगी प्रोडक्ट रहेछ भनेर मैले यहाँहरू समक्ष राख्न चाहन्छु। र हजुरहरूले पनि यसलाई एकदम बुझेर बरु छलफलमा बसेर कार्यक्रममा रहेर हजुरहरूले पनि बुझेर स्वास्थ्य लाभ हुनेछ भन्ने अनुरोध गर्दै मेरो भनाइहरू यही अन्त गर्न चाहन्छु। हस्, नमस्कार, धन्यवाद। नमस्कार, म माया पुन, मार्सी ब्युटी पार्लरको ओनर र आज हामी ऋषिकुल ब्रान्डको सेफवे मार्केटिङको गाभ्य हेयर स्प्रे कसरी लगाउने र यसका फाइदाहरू को बारेमा भन्दैछौँ। अब हामी गाभ्यको स्प्रे प्रयोग गर्न गइरहेका छौँ, जसमा पहिला हामीले यसलाई सेक गर्नुपर्छ, हल्लाउनुपर्छ। सुरुमा सबैभन्दा हेयरलाई पार्टिसन गर्ने, हेयरको रुट्समा राम्रोसँगै चारैतिर पर्ने गरेर स्प्रे गर्नुपर्दछ। यसरी स्प्रे गरिसकेपछि हामीले यसलाई फिङ्गर टिप्सको मद्दतले रुट्सतिर लाइटली हल्का मसाज गर्दै जाने, जसले गर्दा रुट्समा राम्रोसँग हेयर स्प्रे भित्र परोस् अनि हेयरको जरामा पुगोस् भन्नको लागि। स्प्रे जरामा मात्रै नभएर टिप्समा पनि रेगुलरली राख्नुपर्छ। त्यसै गरी हेयरको थिकनेस हेरेर हामीले पार्टिसन गर्ने, त्यसपछि हेयरको प्रत्येक भागमा पुग्ने गरेर हेयर स्प्रे गरिदिने। यसै गरी पार्टिसन गर्दै हामीले हेयरको सबै पार्टमा यसरी नै लगाउनेछौँ। थाहा पाएँ कि कपालमा ड्यामेजहरूलाई राम्रो गर्छ अनि फेरि झरेको बाललाई रोक्छ अनि फुलेको पनि कम गर्दो रहेछ होइन। अनि त्यो जुन हुन्छ नि मान्छेको टुक्रा टुक्रा हुन्छ नि, त्यो कपाल पनि राम्रो भएर पलाउँछ कि जरैबाट पलाउँछ, त्यसले बाक्लो पनि बनाउँछ कि जुन हुन्छ नि कपालले पलाउँदैन नि, त्यसले लगायो भने एकदमै राम्रो हुन्छ कि। यो पार्लरमा मात्र नभएर घरमा पनि लगेर युज गर्न सकिन्छ र यो प्रयोग गर्ने तरिका धेरै सजिलो भएको हुनाले जसले पनि घरमा लगेर युज गर्न सक्नुहुन्छ, गृहिणीदेखि स्टुडेन्ट सबैजनाले। र यसको फाइदा हेयर फल कन्ट्रोल गर्छ, ड्यान्ड्रफ होइन, कपाललाई लचकदार बनाउनुको साथै जसको हेयरमा ओइली स्काल्पमा ओइली समस्या हुन्छ त्यसलाई चाहिँ एकदम कन्ट्रोल गरेर एकदम बाउन्सी कपाललाई एकदम हेल्दी बाउन्सी देखाउन मद्दत गर्छ। यसका धेरै फाइदाहरू छन्। तपाईँले एकपटक युज गर्नु, यसको अनुभव आफै लिनुहुनेछ। र हाम्रो यो हेयर स्प्रे गाभ्य हेयर स्प्रे हप्तामा 2 अथवा 3 पटक गर्दा यसको सही रिजल्ट, गुड रिजल्ट थाहा पाउन सकिन्छ। विगत 2 महिनादेखि नै मैले यो प्रडक्ट प्रयोग गरिरहेको छु र यसबाट मैले एबिसी थुप्रै थरी प्रडक्टहरू युज गरेको थिएँ, तर यसबाट मैले आफूलाई एकदम सन्तुष्ट पाएको छु। अनि मेरो पार्लर सिद्धार्थ चोक पोखरामा रहेको छ र यहाँहरूलाई पनि हेयर सम्बन्धी कुनै पनि समस्या छ भने यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। के तपाईको स्किनमा समस्या त आएको छैन? स्किन सम्बन्धी समस्याको लागि नेपाली बजारमा आएको छ ऋषिकुल स्किन केयर क्रिम, चाया या पोतो, डन्डीफोर साथै
दाद, स्किन एलर्जी, स्टेज मार्क, छाला चिलाउने, पैताला फुटेको, काटेको, जलेको घाउ लगायत छालामा आउने सम्पूर्ण समस्याहरूको लागि रामबाण युक्त सेफवे मार्केटिङले बजारमा ल्याएको छ ऋषिकुल स्किन केयर क्रिम। दारू हरिद्र अर्थात दालचिनी, एलोभेरा, लाल चन्दन, बदाम तेल, नरिवलको तेल साथै सयौं जडीबुटीहरूबाट तयार भएको स्किन केयर क्रिम नेपालमा सबैभन्दा बढी प्रयोग हुने र विश्वास जित्न सफल स्किन सम्बन्धी सम्पूर्ण समस्याहरूबाट छुटकारा मात्र केही दिनकै प्रयोगमा पाउनुहोस्। ननीगोल खाएदेखिबाट यसले एकदमै राम्रो गरे के मेरो लागि। अनि यसले एकदम रगत सफा गर्ने रहेछ। त्यसले गर्दाखेरि अब मेरो मिन्स गडबड हुने चाहिँ अहिले एकदमै रेगुलर नै हुन्छ। अनि अर्को समस्या भनेको अलिकति पाठेघर सम्बन्धी मिन्स गडबड हुने, टाइममा नहुने, अलि अब तल्लो पेट बढी दुख्ने, त्यो नै थियो। नमस्कार। हजुरको परिचय दिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मेरो नाम रेणु मल्लशाही हो। अनि घर चाहिँ यहीँ म्याग्दीमै, यहीँ बेनी बजारमै हो। हजुर। हजुरलाई पहिला के भएको थियो र यो सेफवे मार्केटिङको यो सामानको बारेमा, प्रोडक्टको बारेमा कसरी जानकारी पाउनुभयो र अहिले यो प्रोडक्ट चाहिँ तपाईँले ग्रहण गरिसके पछाडि हजुरलाई कस्तो भइराखेको छ त्यो बताइदिनको लागि म हार्दिक अनुरोध गर्छु। यो विषयमा यो जुन यहाँ सुनमाया बहिनीले यो सुरुवात गर्नुभयो त्यसपछि मात्र मलाई यहाँ जानकारी भएको यो औषधिको बारेमा। त्योभन्दा अगाडि त मैले सुनेको थिइनँ। उहाँले यहाँ लगभग 2 वर्ष 1.5 वर्ष जति भयो यहाँ पसल गर्न थाल्नुभएको। उहाँले सुरु गरेदेखिबाटकै मैले यो औषधि प्रयोग गरिरहेको छु। मेरो समस्या भनेको अलिकति पाठेघर सम्बन्धी मिन्स गडबड हुने, टाइममा नहुने, अलि अब तल्लो पेट बढी दुख्ने, त्यो नै थियो। अनि मैले यो ननीगोल खाएदेखिबाट यसले एकदमै राम्रो गरे कि मेरो लागि। अनि यसले एकदम रगत सफा गर्ने रहेछ। त्यसले गर्दाखेरि अब मेरो मिन्स गडबड हुने चाहिँ अहिले एकदमै रेगुलर नै हुन्छ। अनि अर्को एउटा छातीको समस्या थियो, मलाई एकदम चिलाइराख्ने के, एलर्जी भइराख्ने, खसखस भइराख्ने त्यस्तो हुन्थ्यो। अनि मैले यो के अरे यो औषधि प्रयोग गर्न थालेँ। अनि यसले मलाई एकदमै राम्रो गरे क्या। अनि मैले यो मेरो आफन्तहरूलाई पनि यो नै 2-3 जनालाई दिएको हो। उहाँहरूले पनि राम्रो गरे भन्नुभएको छ यो औषधिले र एकदम राम्रो छ यो औषधि। मलाई एकदमै विश्वास छ कि यो औषधिप्रति। धन्यवाद। हजुरलाई यो प्रोडक्टप्रति यति धेरै विश्वास रहेछ, हजुरलाई धेरै राम्रो पनि गरेको रहेछ। अन्य अरू दाजुभाइ दिदीबहिनीहरू जुन हुनुहुन्छ उहाँहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ? त्यही हो, उहाँहरू मसँग मलाई यस्तो भयो, समस्या यो छ, मैले कति ठाउँमा गएँ, उपचार गरेँ, निको भएन भन्नुभयो भने मैले यहाँ नै ल्याइदिन्छु। कतिपयलाई निको भइरहेको पनि छ। कतिचोटि पोखरा, काठमाडौँ कति ठाउँमा धाएँ, मलाई ग्यास्ट्रिकले एकदमै सतायो, यो पोल्यो, खाना केही पनि रुच्दैन भन्ने पनि मेरो एउटा होइसिन्थ्यो मेरो सासूमा। उहाँलाई ग्यास्ट्रिक एकदमै निर्मूल भएको छ, अहिले एकदमै राम्रो भयो भनेर उहाँले खास अहिले यही औषधि प्रयोग गर कति हस्पिटल धाउँदा यहाँको औषधिले चाहिँ उहाँलाई एकदमै राम्रो भयो। अनि अरू मेरो आफन्तीहरूलाई पनि यही सन्देश दिन्छु कि यहाँको यो औषधिले एकदमै राम्रो हुन्छ। अलिकति झ्याप्पै नहोला, अलिकति टाइम लाग्छ, तर राम्रो छ, एकदमै राम्रो हुन्छ यो औषधि। धन्यवाद। धन्यवाद।